यो बुढीले त यसरी पढेको रहेछ हामी पनि पुरा पढौँ भनेर पढौँ भनेर मैले यो परीक्षा दिएको गाउँमा त छोरी मान्छेले स्कुलै थिएन हाम्रो पालामा त अनि गाउँघरमा के भन्छ छोरी मान्छे पढेर के गर्नु पहिला जान्छन् भन्थे अनि हाम्रो त अब घाँस दाउरा लेखमेसी खेती र कमाइको हैरान उहिलेको हाम्रो पालामा पैसा त गन्थ्यौँ थालामा अहिलेको तिम्रो पालामा चामल छैन डालामा पहिला राजा हुँदा राम्रो कि अहिले प्रजातन्त्र गणतन्त्र हुँदा राम्रो तपाईँको विचारमा पहिला पनि ठिकै थियो हजुर बताभुङ भयो हजुर अहिले पनि अब गर्दैछन् नेताहरूले उनीहरूको भ्याउन्जेल तर उनीहरूलाई खासा यसले यो गर्यो भन्ने त सबै थाहा छ तर खासाले बोल्नु हुँदैन उनीहरूको चित्त दुख्छ सबै बराबर गाईगङ्गा सबै बराबर गौँथली लड्यो भिर बाटो आज भोलि भन्दामा ए लै जोबानै ढल्क्यौ शिर बाटो लै बिहे मेरो 20 साल 20 वर्ष माघ 25 गते बिहे गरेको मागेर कि भागेर होइन मागेर डोली चढेर 14 जना दमै हजुर बाजा बजाएरै डोली चढेर बिहे गरेको आमा स्वागत छ हजुरलाई पनि नमस्कार सर आज 12 को परीक्षा दिन आउनु भएको छ है यो उमेरमा तपाईँ 80 वर्ष पुगे भन्नुहुन्छ तपाईँको नागरिकता हेर्दा पनि 2001 साल 8 महिना 1 गते जन्मिनु भएको रहेछ 80 वर्ष पुग्नुभयो यो 12 को एक्जाम दिँदा तपाईँलाई कस्तो लाग्यो खुसी लाग्छ तपाईँलाई यो अब न त जागिर खानु न त तपाईँ केही कामै लाग्दैन तपाईँको पढाइ के प्रेरणाले तपाईँले के सोचेर चाहिँ यो 12 को एक्जाम दिन्छु 12 को परीक्षा दिन्छु पढ्छु भनेर तपाईँले कसरी सोचायो मलाई जागिर खाउँला भन्ने आश पनि छैन कुनै काम गरौँला भन्ने आश पनि छैन उमेरले पनि दिँदैन आँखाले पनि दिँदैन एउटा रहर मेरो रहर है अनि यो सबै संसारको नाता नातिनी छोराछोरी नै भनौँ न 5, 6, 8, 9 पढ्दै छोडे के अनि उनीहरूले त्यो अचकल्चो गरेर छोडेको हुनाले म बुढी जस्तै पढ्नु भनेर यो हौसला मैले बढाएको सर यो हौसला आफैबाट कि कसैले केही भनेर म गर्छु भन्नु मेरो आफ्नै मनबाट उब्जाएको आफ्नै मनबाट कसैले पढ भनेको पनि होइन अनि घरमा को हुनुहुन्छ घरमा श्रीमान हुनुहुन्छ बुहारी छोरा बुहारी नाति नाताना छन् सबैजना छन् अरू नाति नातिना धेरै पढ्नु भएको छ होला अब अर्को नाति पनि पढ्दैछ माइलो छोराको छोरा र म एकैचोटि हो एक्जाम आज ए तपाईँको नाति माइला छोराको छोरा माइला छोराको छोरा हजुरको नाति कति वर्षको अहिले कति 17 वर्ष भयो क्या अरे ए 16, 17 अर्को सानो 9 मा पढ्छ हजुर सानो नाति हजुर ठुलो चाहिँ मसँगै एसएलसी अनि हजुरको श्रीमानले चाहिँ कति पढ्नु भएको छ उहाँले अब आर्मीको हो अब त्यही 8 क्लास पढ्नु कति पढेको हो मलाई थाहा हुँदैन उहिलेको अब आर्मीको शासन हजुर अनि हजुरको घर यतै हो कि बाहिर कतै हो नाइन हाम्रो 2 नम्बर पूर्व हजुर रामेछाप जिल्ला चरीकोट अड्डा हो हाँबा च्याबा भन्ने सुन्नु भएको होला नि हाँबा हो मेरो घर चाहिँ अनि अहिले यता कता बस्नुहुन्छ अहिले कोटेश्वर पछाडि बटबटिनी पछाडि ए आफ्नै घर हो आफ्नै 57 सालमा किनेको एक तले घर किनेको हजुर अहिले बनाएर 3 तल्ला बनाएको छ जे होस् अनि तपाईँले 11, 12 पनि पढ्नु भयो होला कलेजमै गएर पढ्नु भयो कि घरमै बसेर पढ्नु भयो उसमा ये 10 को त कोरियनले जानु दिएन घरमै उसमा मोबाइलमा इन्टरभ्यू हजुर 11 चाहिँ गएकै अब 12, 5 हुन्छ भने तपाईँलाई आशा छ कि हुन्छु नै अब भए होस् नभए नहोस् भए नभए चल्ला नभए खोप्रै डल्ला केही पनि छैन आए आप नगए जतारो आए आप गए चटेरा केही छैन पास हुनुभयो भने ब्याचलर पढ्नुहुन्छ कि यतिकै छोड्नुहुन्छ होइन हजुर अब आँखा देख्दैन अब केही गर्नु सक्दैन ए तपाईँको पुग्यो यति भए पनि पुग्यो हजुर त पहिलाको मान्छे हुनुहुन्छ है तपाईँलाई त्यो सुरुमा हुन्थ्यो नि अलिकति यो विषयवस्तुभन्दा अलिकति बाहिर जाउँ
तपाईँले बिहे गर्ने बेला कसरी गर्नुभयो कति वर्षको उमेरमा बिहे गर्नुभयो बिहे मेरो 20 साल 20 वर्ष माघ 25 गते बिहे गरेको मागेर कि भागेर होइन मागेर डोली चढेर 14 जना दमै हजुर बाजा बजाएरै डोली चढेर बिहे गरेको ए त्यति बेला लभ गर्ने यताउति केही थिएन अहिले जस्तै छैन मागेरै गर्नुभयो मन पराएर गर्नुभयो कि त्यत्तिकै म त बिहे नगर्ने भनेर बसेको 20 साल 20 वर्षमा मेरो बुढाको घर चाहिँ हलुवा बेताली भन्छन् नि हजुर हजुर ओ हलुवा बेताली बुढाको घर चाहिँ त्यहाँबाट छिम्ती गुवारी मेरो माइती छिम्ती पारी बुढोको घर ए टाढा रहेछ माघी बिहे नै हो हाम्रो अनि छ नि अनि हजुरले चाहिँ पहिला चाहिँ पढ्नु भएन र पढ्नु पाएको भाइ यो कुमेर पढ्थेँ म छोरी मान्छेले पढ्नुहुन्न भन्ने थियो गाउँमा त छोरी मान्छेले स्कुलै थिएन हाम्रो पालामा त अनि गाउँघरमा के भन्छ छोरी मान्छे पढेर के गर्नु पहिला जान्छन् भन्थे अनि हाम्रो त अब घाँस दाउरा लेखमेसी खेती र कमाइको हैरान हजुर अनि मेरो 20 साल 20 वर्ष मेरो बिहे भयो हजुर अनि त्यहाँबाट 28 29 30 36 सालमा यहाँ काठमाडौँ पसेका हामी मेरो 3टा छोरा एउटा छोरी हो अनि काठमाडौँ आएपछि बिहे गरेर छोराछोरी पाएपछि अनि पढ्न थाल्नुभयो यहाँ पछि अनि हजुरलाई पढ्न त आउँछ अब 12 सम्म पुगिसक्नुभयो अब 12 को पनि पास हुनुहुन्छ होला त्यो बाहेक अरू तपाईँले के गर्नुहुन्छ गीत गाउने होला केही गजल कविताहरू कोर्नुहुन्छ कि हुँदैन आफूलाई कोर्नु पर्यो र बिर्स्यो त्यस्तो लेख्न आउँदैन अनि गीत त गाउन आउँछ होला नि हजुर कस्तो गीत गाउने जस्तो भयो नि तपाईँको पालामा चलेको अहिले चर्चित गीत छ के त्यस्तो अब हाम्रो गाउँमा त पहिला अब हाम्रो गाउँघरको गीत त त्यही तमङ सेलोबाट गाउँथे हजुर तपाईँलाई गाउन आउँछ आउँछ छोटो एउटा गाइदिनु न कस्तो उहिलेको हाम्रो पालामा पैसा त गन्थ्यौँ थालामा अहिलेको तिम्रो पालामा चामल छैन डालामा हजुरको स्वर राम्रो पनि रहेछ अब त यस्तो राम्रो गाउनुहुन्छ होइन तपाईँलाई कतैबाट अफर आयो भने गीत गाउने रेकर्डिङ गर्ने अफर आयो भने गाउनुहुन्छ कि हुँदैन अब आयो भने गाउँला नआयो भने नगाउँला अनि गीतहरू हेर्नु भएको छ गीतमा चाहिँ को गायक गायिकाहरू मनपर्छ को हिरो हिरोइन मनपर्छ भन्छ नि मलाई त सबै पर्छ हिरो हिरोइनी गीत गाउने सबै अब यहाँ मनमा रहँदैन आँखामा हेऱ्यो रमाइलो लाग्छ सबैलाई मनपर्छ कुनैलाई नराम्रो पक्षपात गर्न मन लाग्दैन त्यही पनि एकजना मन पर्ने हिरो हुनुहुन्छ होला नि नेपालको को हुनुहुन्छ अहिले सबै मन त सबै पर्छ त्यही पनि एकजना नेतामा को मनपर्छ सबै नेता मनपर्छ सबै मनपर्छ शेरबहादुर देउबा भन्नु हुँदैन उनीहरूको चित्त दुख्छ सबैलाई मनपर्छ यो अम्ला जुन अम्ला काटे पनि रगत आउँछ जुन अम्ला काटे पनि दुख्छ कसैले खसालेर भन्नु हुँदैन सबै एक छ सबै राम्रो छ सबै राम्रो अनि संसारै राम्रो हजुर अनि तपाईँ त 2007 सालतिर पनि हुनुहुन्थ्यो त्यति बेला त सानै हुनुहुन्थ्यो होला त्यो याद छ 2007 साल छु नि म त्यो 7 वर्षको अनि त्यसपछि राणा शासन आयो प्रजातन्त्र आयो त्यसमा पहिला र अहिलेमा के भिन्नता पाउनुहुन्छ अहिले गणतन्त्र छ नेपालमा अहिले पहिलाभन्दा अहिले धेरै राम्रै भनौँ अहिले राम्रै भएको छ पहिला राणा शासन राजतन्त्र थियो नि राजा हुनुहुन्थ्यो होइन पहिला राजा हुँदा राम्रो कि अहिले प्रजातन्त्र गणतन्त्र हुँदा राम्रो तपाईँको विचारमा पहिला पनि ठिकै थियो हजुर बताभुङ भयो हजुर अहिले पनि अब गर्दैछन् नेताहरूले उनीहरूको भ्याउन्जेल तर उनीहरूलाई खासा यसले यो गर्यो भन्ने त सबै थाहा छ तर खसालेर बोल्नु हुँदैन उनीहरूको चित्त दुख्छ सबै बराबर गाईगङ्गा सबै बराबर अनि हजुर चाहिँ कुनै राजनीतिमा त्यस्तो आबद्ध हुनुभयो कि भएन राजनीति गर्नुभयो कि भएन तपाईँको गर्दिनँ म त राजनीति गरेर के गर्नु त्यस्तो केही लाग्दैन है अनि हजुरको गीत मिठो रहेछ अर्को गाइदिनुहुन्छ स्वर मिठो रहेछ एउटा गाइदिनुहुन्छ कि अब हामी अन्तिममा पनि छौँ गौँथली लड्यो भिरबाटो आज भोलि भन्दामा लै जोबानै ढलक्यौ शिरबाटो
लै सही सही ल आमा राम्रो छ। अनि तपाईँ त 80 वर्षको उमेरमा पनि यो परीक्षा दिन आउनुभयो। अब अहिले छन् नि अहिलेका पुस्ताहरू चाहिँ छन् नि साना साना हो, उनीहरू नपढेर पनि 7 पढे 8 पढे विदेशतिर जान्छन्, उनीहरूलाई के भन्न चाहनुहुन्छ? हो त्यसो गरेर अधुरो गरेर त उनीहरूले पुरो पढुन्। यो बुढीले त यसो पढेको रहेछ, हामी पनि पुरा पढौँ भनेर पढुन् भनेर मैले यो परीक्षा दियो। हस् आमा, परीक्षामा पास हुनु होला। तपाईँलाई परीक्षा सफल परीक्षाको शुभकामना। हस्, धन्यवाद आमा।